फाइनल्ली जो अहिले ऊर्जा मन्त्री बन्नुभएको छ हाम्रो कुलमान घिसिङ सर, उहाँले विवरण निकाले अनुसार नेपालमा यति धेरै फ्याक्ट्रीहरूले यति धेरै कम्पनीहरूले बिल भुक्तान नगर्नु भएको रहेछ कि त्यत्रो बिल त्यत्रो पैसा पेन्डिङ राखेको रहेछ नेपाल सरकारले। आज बिजुली विभागले त्यो पैसा तिर्यो भने त्यो नेपालमा कति धेरै कुरामा सहयोग पुग्छ डेभलप गर्नको लागि। तर हाम्रो नेपालको प्रधानमन्त्री जो पहिला त्यो चोरहरूले त्यो त्यत्रो भुक्तानी बिल बिजुली बिल तिर्नलाई माफ गर्दै राख्दै गरेर 22 खर्ब अर्ब पनि होइन के खर्ब कति लाख कति करोड कति लाख समथिङ छ। त्यो हेर्दा मलाई त निर लाग्यो, रिस उठ्यो के। म त्यो भिडियो काटेर छोडिदिएँ। सो यति धेरै पेन्डिङहरू छ। सो उसको लागि त्यसमा जो भूतपूर्व मन्त्रीहरू थिए प्रधानमन्त्री थिए तिनीहरूले किन वास्ता नगरेको होला, त्यत्रो बक्यौता उठाउन किन माफ गरेको होलान्। आज त्यो पुरा त्यो के भन्छ कुलमान घिसिङ सरले पुरा एउटा विवरण निकालेर सार्वजनिक गरिदिनु भएको छ कि उहाँले अब पहिला पनि त भनिरहनु भएको थियो यदि तपाईँले दिनु भएन भने म पब्लिक सार्वजनिक गर्छु भनेर त पहिला भनिसक्नु भएको थियो। फाइनली आज उहाँले पब्लिक गरिदिनु भएको छ। सो यसै कारण यही पब्लिक गर्छ भनेर उहाँलाई पहिलाको जो मन्त्री थिए केपी ओली बा उसको मन्त्री जो हुनुहुन्थ्यो खड्का नाम पनि भुलेको, खड्का उसलाई त निकालिदिएको कुलमान घिसिङ सरलाई। अहिले त स्वयं आफै मन्त्री हुनुहुन्छ कुलमान घिसिङ सर। सो अहिले उहाँले पब्लिकली सो गरिदिनु भएको छ कि यति धेरै 42 या 43 कम्पनी छन् जहाँ त्यति धेरै बिजुली बिलिङ